यो फेरि के पाक्दैछ आज यहाँ फेरि कलम पनि सो उनीहरू के कस्तो पाक्दैछ हौ यो पर्दैन हाम्रो है त के हो भने खोइ चल्दैन त मुनि त्यो तासी भयो I can't अहिले म चाहिँ खानु मात्रै सक्छु आज चाहिँ लक्ष्मी पूजाको दिन लक्ष्मी पूजाको दिन ल अब चाहिँ अब ट्याक्कसँगले हामीले फ्राई गरेर निकालिसकेको छ नुन हाल्नु पनि ओके ल अब यो चाहिँ लक्ष्मी पूजाको दिन कुखुराको मासु खानुपर्ने हुन्छ सानो सानो पिस खाँदैन हाम्रोमा चाहिँ सिँगै कुखुरा नै खान्छ भन्दा पनि पाक्छ मिठो छ सोध्नु न माइला भन्नुमा हजुर कस्तो छ हजुर मिठो छ या ल अहिले चाहिँ म अब यहाँनिर टेस्ट गर्न आइरहेको थिएँ यो वेस्ट चाहिँ मैले आज किनेको हो यो वेस्ट आज टेस्ट हानिदिएको ह्यान्डसम देखिएको छ नि मलाई छैन हौ ह्यान्डसम देखिएको रहेछ ल अब छोरा त आज अब लक्ष्मी पूजा हो तर लक्ष्मी पूजाको दिन अब यहाँ लक्ष्मण चाहिँ रेडी भइसक्यो आज तिहार मनाउनु त मनाउँदैन तर पनि यसो तिहार हाम्रो लागि चाहिँ यस्तो हो अँधेरो हो बाहिरको माहौल कस्तो छ बाहिरको माहौल यस्तो छ झिलिमिली छ बाहिरको माहौल यतातिर पनि झिलिमिली छ सबैतिर तल्लो घरतिर नि यहाँ गार्डन छ यहाँ कस्तो छ रङ्गोली हाम्रो रङ्गोली फुलहरू यता छ टक्क चाहिएको खण्डमा सम्पर्क गऱ्यो भने पनि पाउँदैन यस्तो छ ठ्याक्क गाडी त्यहाँ छ मेरो सधैँ चाहिँ यहीँ राख्थेँ तर अब आज चाहिँ अलिकति स्पेसको लागि त्यहाँ राखिरहेको छु खासमा राख्नुपर्ने नि त्यहीँ हो अरू सबै त्यस्तै हो अब ढोका सोका अलिक आज खुल्लै राख्नुपर्ने हुन्छ भर्खर 6:30 हुँदो रहेछ आज 6:30 मात्रै हुँदैछ अनि यता हाम्रो तरकारी कस्तो भयो आमाले पनि मैले चलाउँदा हुन्छ एकचोटि यो चाहिँ ठ्याक्कै चाहिँ चलाएर देखाउनु पर्ने यस्तो छ पिसहरू कस्तो होला त यो खाँदा अहिले पिसहरू यस्तो छ पिरो यस्तो डेन्जर हाल्दा हाम्रो पनि धेरै अहिले कुक गर्छ सिङ्गल पिस ल अब यो यस्तो छ अहिले एकछिन ठक्कसँगले एकछिन मैले खाँदा कस्तो हुन्छ होला यो कस्तो हुन्छ भने दामी हुन्छ मेरो बुनेको कुक डेन्जर ल अब यहाँ आज चाहिँ म ठ्याक्कसँगले तपाईँहरूलाई मेरो युट्युब च्यानल भिजिट गराउनु पर्ने हुन्छ स्याटसँगले यहाँ किन हो मेरो युट्युब च्यानलमा अलिकति यहाँ मान्छेहरूले मेरो युट्युब च्यानल अलिक चिने नै क्या ल कहाँ गयो मेरो युट्युब च्यानल चाहिँ कस्तो हुन्छ नि यहाँ ट्याक्क गएपछि यहाँ गएर यहाँ चाहिँ हो यही हो मेरो युट्युब च्यानल चाहिँ यो मेरो युट्युब च्यानल मैले भिडियोहरू टन्नै हालिरहेको छु गएर ठ्याक्क हेरिदिनु होला लेटेस्ट भिडियो भनेको यो घुमघाम ब्लग केराबारी डायरिज हो यो लेटेस्ट ब्लग
यो हेरिदिइहाल्नु होला ठ्याक्कसँगले यस्तो राम्रो छ दामी छ त यस्तो छ यो चाहिँ मैले फोकेमा चलाएको छु त्यही भएर अड्केछ फोकेमा पनि चल्छ नि त मैले हालेको भिडियो चाहिँ मैले क्वालिटी अहिले बढाएर पुरै बढाएर हाल्नु चाहिँ यस्तो दामी खिचेको म त म लडिदिनु भयो भयो भिडियो चाहिँ ल अब इलेक्सनमा के हुन्छ अपडेट अहिले म आउँछु एकछिनमा ल आइसक्यो कडक आइसक्यो पानी त यो मलाई पनि भात आइसक्यो हो किन हो त्यस्तो भाइलाई दिने मन गर्नु भएन जस्तो छ ठिकै छ अब यसलाई चाहिँ ठ्याक्कसँग हो बस्नु अनि तातिहाल मुखबाङमा छिरिहाल्यो भने डिस्टर्ब ज्यादा गर्नुहुन्छ नाना चाहिँ त्यति मात्रै हो भुटुनमै हाल्नु नि केही नहाल्नु भएको थियो बाबा जिउ हाल्नु राम्रो खालको हामी के पूजा नगरिँदैन के पठाउनु पूजा नै सोचा लुच्चा खोर्सानी चाहिँ डरै पिरो भयो ल फाइनल्ली खानासाना खाइसकेर अहिले चाहिँ म अब ओछ्यानमा सुत्नु आइपुगिसकेको छु सुतिहाल्नुलाई चाहिँ होइन एकछिन यसो ढल्किनु लागेको अहिले चाहिँ बाहिरको सिनारियो चाहिँ यस्तो छ हाम्रो यहाँ पूजा नि त्यति साह्रो गरिहालेको चाहिँ छैन मात्र रङ्गोली लगाइरहेको छ अहिले चाहिँ अनि लाइटहरू झलमल बलिरहेछ सरर खाना पनि टन्नै खाइयो अगाइयो अब फेरि एकछिन त्यहाँ गफ गर्नु जान्छु म चाहिँ नाना र कुकुसँग अनि त्यसपछिको काम भनेको मेरो केही काम छैन त्यसपछिको काम भनेको सुत्ने काम हुन्छ हामी चाहिँ भित्र ठ्याक्क गफ गर्दै बसिरहेको थियौँ त्यति बेला नै माथिबाट बडीहरूले चाहिँ लक्ष्मी पूजाको लागि सामानहरू लिएर झर्नुभयो अनि मैले चाहिँ यसो अलिअलि दियोहरू यताउता गर्नु सघाएँ जस्तो गरेँ अनि उहाँ चाहिँ बहिनी हो कान्छी बहिनी यहाँ घरको अनि ऊ र म चाहिँ जहिले प्रायः जस्तो तिहारमा चाहिँ रङ्गोली बनाइरहेकै हुन्थ्यौँ अनि यसपालि पनि लगभग कान्छीले धेरै जस्तो कान्छीले बनाइसकेको थियो अनि पछि गएर मैले अलिअलि हेल्प गरेँ अनि बडा चाहिँ उता पछाडि हुनुहुन्छ भिडियोहरू बनाउँदै हुनुहुन्छ बडाको चाहिँ लाइभमा हो कि केमा बस्नु भएको छ अनि मैले चाहिँ यसो अलिअलि अब सघाएँ जस्तो गरेँ भनौँ न अनि रमाइलै भयो सबै एकदम छेउमाथि राख्नु त कान्छी कतिचोटि घुमाउनु पर्ने हो तीनचोटि नि गणेश भगवान्लाई तीनचोटि श्री सरस्वती मातालाई तीनचोटि यस्तो घुमाउने हो एकचोटि सबैलाई एकचोटि गर्नुपर्ने छ अब यति गरेपछि लक्ष्मी सुरुरु हावा पो चलेको रहेछ म बस्ने कि हावा चल्दै के हो फेरि होइन आगैदेखि चल्दैछ ठिक 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 त्यसो भए अब यो चाहिँ उयस गरी राखिदिउँ न माथि तपाईँ माथि जाने सिडीमा राख्नुहुने अरे फेरि तल्लो तलमै अड्किन्छ लक्ष्मी उहाँले तल पुग्नु पर्ने ल खासमा चाहिँ यस्तो छ हामीले बनाएको रङ्गोली चाहिँ यो चाहिँ अब पूजा गरिसकेपछिको लगभग सबै यसरी बनाएको थियौँ हामीले चाहिँ यो चाहिँ अनि त्यसपछि चाहिँ बडाहरूले अब हामीलाई मासतिर जाम माथि एकछिन के खाएर गफसफ गरेर भेटघाट अब रमाइलो गरौँ भनेर लानुभयो अनि माथि गयौँ हामी सुई माथि गयौँ अनि रोटीहरू बनाइराख्नु भएको रहेछ अनि ठ्याक्क रोटीहरू
खानुलाई त्यहाँनिर ट्याक्कसँगले बस्यो, सबैजना रोटी खाँदै बस्यौँ। अनि बडीले चाहिँ लिएर पैसा दिनुभयो अब लक्ष्मी पूजाको दिन। अनि मैले चाहिँ लिनँ, अब लक्ष्मीले लिने दिन म लक्ष्मण हो, मैले चाहिँ लिनु हुँदैन भने अनि लिन पनि। अनि अलिअलि खाइयोहरू, कान्छीले चिसोहरू दियो, रोटी खाइयो, चिसो खाइयो, अनि एकछिन गफसफ गरियो, त्यसपछि झऱ्यो। अनि त्यसपछि चाहिँ आएछ हाम्रोमा भैली खेल्ने टोली। ल अहिले चाहिँ 10:30 भइसक्यो र हाम्रोमा चाहिँ फर्स्ट भैलो ग्याङ आइरहेछ। फर्स्ट भैलो ग्याङ आइरहेछ यहाँ। आज चाहिँ अब भोलिपल्ट ठ्याक्कसँगले अझै खानासाना खाइसकिसकेँ मैले चाहिँ। अनि अब आज केही खासै पनि केही त्यस्तो प्लानमा केही पनि छैन। अब अगाडिको यो भ्लग चाहिँ भर्खर मैले अब एडिट गर्छु, एडिट गरेर हालिदिन्छु म भरे बेलुकातिर भयो भने के हुन्छ, त्यही अरू खासै केही छैन। अनि अब भरे भयो भने फेरि त्यो अगाडिको सुदीप त्यो घुमघाम अगाडि त्यो केराबारी गएकोतिर होइन गएको मान्छेसँग चाहिँ म एकछिन यसो निस्किने कुरा भइरहेछ त्योसँग। यसो रातिभरि 12-11 बजी निस्किने भनेर रातभरि बसेको गएन। अब आज के हुन्छ, गयो भने म फेरि भ्लग लिइहाल्छु त्योसँगको। अहिलेसम्म यो लक्ष्मी पूजाको भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै अहिलेलाई चाहिँ म अर्को भ्लग 9 दिनसम्मको लागि बिदा हुन चाहन्छु।